हेलो नमस्ते सबैजनालाई फेरि पनि आइसकेका छौँ है हामी हजुरहरू पनि सन्चै आरामै हुनुहुन्छ भन्ने आशा गरेका छौँ एकदम आज चाहिँ एकदमै खाली टेबल छ आज चाहिँ स्ट्रिट फुडहरू ट्राई गर्दैछौँ मैले अघि नै पानीपुरी पनि खाइसकेँ गाइज होइन पानीपुरी चाहिँ एकदमै पिरो थियो त्यसमा चाहिँ पानीको डल्ला हुन्छ नि त्यो पनि पुवाल परेको थियो क्या तपाईँले त खानु पाउनु भएन होइन त्यसै गरिकन अब फर्स्ट खानेकुरा चाहिँ म निकाल्छु दादालाई चाहिँ के छन् खानेकुराहरू भन्ने थाहा छैन सो द्याट सुरुमा चाहिँ दिस वान ल यो मोमो ट्राई गर्नुहोस् सुरुमा यसमा चाहिँ रेटिङ दिनुपर्छ है फेरि वाउ 10 आउट अफ कति रेटिङ दिनुहुन्छ त ओके होइन रेटिङ दिने अब कसले जित्छ त मोमोले जित्छ कि अरू के छन् खानेकुराहरू त्यो पनि हेर्दै जाउँ होइन इन्जोय गर्दै जाउँ र हामी खाँदै जाउँ ओके मोमो मोमो त्यो भेज मोमो हो भेज मोमो म भेजिटेरियन भए हुनाले भेज मोमो हो गाइस त्यसमा हालौँ र यसमै हालौँ हुन्छ त्यसमा हाले नि हुन्छ केही फरक पर्दैन यो 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 के को हो यो थाहा छैन मलाई त मोमोको होइन होला यो कस्तो छ ट्राई गरौँ है पिरो हो क्या पिरो झोल जस्तो छ पिरो पिरो होला पिरो मात्रै झोल मात्रै रहेछ क्या ट्राई गर्नु कति रेटिङ दिनुहुन्छ म पनि रेट दिन्छु है फेरि ल अब सुरु गरिहालौँ ओके गइहाल्यो त झोल त फेरि मुखमा पानी त आइसकेको छ अब हेरौँ नट ब्याड कति छ यसमा रेटिङ 10 आउट अफ न मोमो लभर भएर 10 आउट अफ 8 सम्म चाहिँ अब म ट्राई गर्छु है म चाहिँ कति दिन्छु त अब हेर्नु यो चाहिँ हामीले पसलबाट ल्याएको हो मिठो छ मिठो स्ट्रिट फुड तर खासै अब जुस ठिक छ भेज मोमो मिठै रहेछ म चाहिँ 10 आउट अफ 8.5 यो खान पाइएन फेरि खाए पनि भयो अब अर्को खानेकुरा आउँछ नि त सो द्याट गयो त हेर्दा 10 आउट अफ 8.5 दिएँ है मैले चाहिँ रेटिङ ओके अब त्यसै गरी नेक्स्ट नेक्स्ट ल्याउँ त दिस वान के हो योमा के हो यो दिस वान यो साइड लाउँ चाउमिन चाउमिन त्यो जल्या जल्या जस्तो छ हेर्दाखेरि त यो पनि स्ट्रिट फुड हो गाइस दोकानबाट हाम्रो नजिकै बुढा नीलकण्ठ नजिकैबाट है कति घरमा बनाएको चाउचाउ मात्रै खानु चाउचाउ मात्रै कति च्यालेन्ज गर्नु भनेर आज चाहिँ स्ट्रिट फुड ट्राई गरौँ भनेर गाइस ओके त्यो हालौँ न यो हालौँ न अचार अचार नहाले त मजै आउँदैन नि फेरि अचारको कमी रहेछ हुन त ल्याएको अलि ढिलो भइसक्यो नि त त्यो भए हुनाले यो चिसो पनि भइसकेको छ गाइस होइन सिट सो द्याट अचार खानाको त त्यही हो धरहराको टप्परीमा जानुपर्छ झोल मोमो खानलाई झोल होइन टप्परी मोमो टप्परीमा झोल त फेरि छुट्टै हो ल यो ट्राई गर्नुहोस् 10 आउट अफ कति दिने त रेटिङ स्ट्रिट फुड ट्राई गर्दैछौँ हामी खासै ठिकै छ कस्तो लाग्यो तपाईँलाई 6 सम्म दिन्छु म जम्मा 6 त्यही पनि अचारले गर्दा मिठो भएको होला न त के छ त्यस्तो हामी पनि ट्राई गर्छौँ है गाइस मिठो लागेन के अरे खै मलाई त खै म त एउटा मोमै खान्छु ट्राई गर्छु मिठो छैन नि यसमा चाहिँ खुर्सानी पनि पुगेको छैन अलि नुन पनि पुगेको छैन होइन यसलाई चाहिँ म 6 आउट अफ 4 मात्रै दिन्छु म 10 आउट अफ 4 यसको रेटिङ अनुसार यसको टेस्ट अनुसार म त्यति नै दिन्छु होला ओके
यो एकछिनमा खाउँला अरे अब अर्को छ फाइनली ओ माय Yes. गॉड चटपटै यस टेस्ट गरिहालौँ त ल चटपटी टेस्ट गर्नु चटपटे त हेर्दा त मिठै जस्तो छ है हेर्दा मिठो छ हेर्दा मिठो छ अब खाँदा टेस्ट गर्दा कस्तो हुन्छ ठिक छ गुड यसमा रेटिङ यसलाई 9 दियो मैले 9 ओ माई गड त्यस्तो मिठो छ र भने मिठो छ मिठो म चाहिँ ट्राई गर्छु है एकदम चट्ट चट्टपटे छ चटपटे मिठो छ भेज मोमो अलि ठिक छ ठिक त अझै बनाऊ न ओके भेज चिकन भएको भए झनै राम्रो हुन्थ्यो मासु लभरको लागि चाहिँ भेज गरेर भेजले म चाहिँ यसलाई चाहिँ कति दिउँ त 10 आउट अफ 8 म चाहिँ एकदम टेस्टी छ मैले चाहिँ मोमोलाई बढी रेटिङ गरेँ नै चटपटी पनि गजब छ तर ठिक छ त्यो मोमोलाई नै धेरै रेटिङ अब खाइदिउँ त अब चाहिँ खाउँ खाउँ के खान मन लाग्छ आफैले तर यसको स्वाद चाहिँ नमिठो छ है गाई यो चाहिँ खासै मिठो भएन छैन यो दुईवटा खायो भने यो खानै मन लाग्दैन ए हेर्दै नमिठो जस्तो हेर्दै नमिठो त होइन अलि नुन नपुगे जस्तो लाग्यो त्यही भएर न त टेस्टी हुन्थ्यो होला सायद अलि नुन नपुगे जस्तो लाग्यो अहिले खुर्सानी पनि पुगेको छैन यसमा सो द्याट एकदम टेस्टी छ म एउटा खान्छु मोमो खायो भने तपाईँ खानु मन लाग्दैन गाइज वाउ म चाहिँ मोमोलाई बढी रेटिङ दिएँ यसमा चाहिँ कसले जित्यो यसले जित्यो चटपटेले तपाईँले 9 दिनुभयो नि त यसलाई मैले यसलाई 8 दिएँ नि त फेरि बराबर यसलाई कति दिएछ त मैले 8.5 ए 0.5 ले जित्यो चटपटेले मिठो छ चटपटले चाहिँ 0.5 ले जित्यो तपाईँहरू स्ट्रिट फुड खानुहुन्छ कि नै कमेन्ट गर्नुहोस् है नखाने को होला र बच्चादेखि बुढासम्म मिठो यसलाई चाहिँ बाद में खाएंगे मिठो अब टन्नु भयो ज्ञानमा त तपाईँ पनि धेरै खाएर होला सबै चाहिँ बबा छ है त एकदम बबा सोलिड अमिलेको टेस्टले गर्दाखेरि पनि होला क्या होइन बबा छ अब एक दिन चाहिँ उतै गएर उ गर्नु पर्ला जस्तो स्ट्रिट फुड दोकानमा गएर ट्राई हानिदिनु पर्ला जस्तो छ है कमेन्ट गर्नुहोस् है गाइज त्यो भाइमा
यसलाई चाहिँ अलिक मसला पुगेको छैन मसला पुगेर खानुपर्छ सिधै दिनु खाने म खान्छु चटनी दिन चाहिँ लोभ गर्छन् कि लास्ट टाइम आएर हुन त खालि मोमोको लागि दिया होला चाउमिनको लागि के छ चाउमिनको लागि थिएन देवर त रेट सबभन्दा कम चाउमिनले पायो त होइन मैले जम्मा कति दिएँ 4 दादाले कति 6 दिइहालेँ अब जम्मा 10 पुग्यो बिचरालाई मेहनतलाई के दिउँ भनेर ओके कस्तो लाग्यो तपाईँलाई आजको एकदम बेस्ट ओके गाइज इन्जोय दिस भिडियो नयाँ भिडियो ल्याउने कोसिस गर्नेछौँ कस्तो खालको भिडियो ल्याउने भनेर कमेन्ट गर्नुहोस् त्यस्तै खालको भिडियो ल्याउने कोसिस गर्नेछौँ मजाले आजलाई यति नै लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला बाई बाई लभ यु अल